गाइज टाइम स्टार्ट नाउ ल छिटो 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 आज म मुर्गियामा छु म आएको एकैछिन भएको थिएँ बहिनीहरूको बर्थडे रहेछ भन्ने थाहा पाएपछि म उहाँहरूलाई सरप्राइज दिनको लागि यो मिठाई लिएर आएको छु हेरौँ कस्तो रमाइलो हुन्छ कि हुँदैन भनेर है त एक्सक्युज मी बहिनी बर्थडे कसको रे उहाँको बहिनीको नाम पूजा भण्डारी पूजाजी तपाईँको बर्थडे भन्ने मैले थाहा पाएपछि फर्स्ट अफ अल सरिताजीलाई ह्याप्पी बर्थडे ओहो यति छिटो भुल्ने बानी छ घर गएर राति नै सम्झिउँला भनेको समझ रहे हो ना पूजाजी मजाक गरेँ है ओके सरी के अरे तपाईँको बर्थडे तपाईँलाई चाहिँ मैले एउटा च्यालेन्ज दिन्छु होइन यस्तो बाटोमै बर्थडे सेलिब्रेट अहिलेसम्म गर्नुभएको थियो गरेको थिएन है यो स्पेसल हुनेछ र मेमोरेबल पनि हुनेछ है मलाई त्यस्तो लाग्दैछ 2 मिनटको टाइम दिन्छु जति पनि होइन यो लड्डुहरू खान सक्नुहुन्छ नि एउटा लड्डु खाँदा जम्मा 50 रुपियाँ दिन्छु है त हुन्छ च्यालेन्ज स्टार्ट गर्ने टाइमर लगाउँदैछु 2 मिनटमा कति खान सक्नुहुन्छ है त गाइज टाइम स्टार्ट नाउ ल ओहो उरेतिर है यता 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 फर्केर ल बर्थडे यसरी मनाइन्छ भन्ने सोच्नु भएको थियो कहिले ल 2टा खाइसक्नु भयो होइन गाह्रो हुँदो रहेछ मिठाई बानी बल्ल थाहा भयो यार छिटो 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 3 1 मिनटमा 3 जम्मा यो सबै खानुभयो भने म 50 को साटो 100 गरिदिन्छु है सबै खानुभयो भने ल 50 को साटो 100 3 हो साथीहरू बढी एक्साइटेड हुनुहुन्छ 4 30 सेकेन्ड सक्नुहुन्छ पुरै 4 5 यो तुर्नु पर्यो है 20 सेकेन्ड छ तुर्नु भएन भने काउन्ट गर्दैन है म 20 सेकेन्ड छ ल यो 5 हो होइन